खासै इच्छा गर्दिन तामानी स्पेसली मेरो लागि है। के हो यो झगडा पऱ्यो नि मेरो त यार यहीँ स्टेसनमा। मेरो छाडेको सुज कलेक्सन चाहिँ हेरौँ न यता। 1 2 3 4। हेलो एभ्रिवान, वेलकम टु माई न्यू ब्लग। युट्युब च्यानलमा स्वागत छ मेरो। र आजको ब्लग चाहिँ कहाँ छ त अनि शुभम? आज कता छ त? कता गायब छ त आजभोलि शुभम? अहिले चाहिँ म यहाँ ट्रेनको वेट गरिरहेको छु। उतापट्टि चाहिँ A1 मल छ अनि यतापट्टि चाहिँ भाइ दामी छ। उता पछाडिपट्टि चाहिँ ठुल्ठुलो यामाहरू छ भनौँ न। आजकोले चाहिँ यो 4 दिनको टुर भयो भनौँ न। रुम गएकै छैन क्या, 4 दिनदेखि गायब नै छु क्या म। गायब भन्दा पनि बाहिरै छु क्या। त्यही भएर आज चाहिँ म आफ्टर लङ टाइम रुम जाँदैछु। सो त्यही हो। अनि यहाँ ट्रेनको वेट गर्दैछु म। अब एकछिनमा आउँछ होला ट्रेन। अब यो जाडोमा चिसो छ नि त, अनि के चुमिदाई खानु भन्ने कुरा आयो अहिले। तातो भएको भए त खाइदिन्थेँ म चाहेको मैले। तर यो ठाउँ एकदमै पिसफुल ठाउँ छ क्या। यो हेर्दाखेरि यस्तो ठुल्ठुलो बिल्डिङहरू देखिए पनि तर यो ठाउँमा चाहिँ यो मान्छे यसो बस्नलाई चाहिँ एकदमै पिसफुल ठाउँ छ क्या। अब मेरो ठाउँ कस्तो छ कि एकदमै क्राउड क्या, गाडी चलै गर्ने मान्छे भिडभाड मात्रै छ क्या। त्यही भएर मलाई चाहिँ यो ठाउँ चाहिँ यस्तो दामी लाग्यो क्या। सो त्यही अब एकछिनमा ट्रेन आउँछ अनि के हुन्छ देखाउँछु नि म। अनि येलो कलरको लाइन छ नि, यो क्रस गर्न चाहिँ मिल्दैन। त्यहाँबाट ट्रेन आउँदैछ, हेर्नु है ट्रेन। अब एकैछिनमा आइपुग्छ। यो सायद यही ट्रेन होला है मेरो भन्छ। अब खै के हो यो आयो है ट्रेन। टान यो सायद यही हो, मेबी यही हो जस्तो लाग्यो। यही हो लोकल ट्रेन नाम भएको। एकदमै अब टन्नै छ क्या सामानहरू। पर्स छ, मोबाइल छ, अनि यो भइहाल्यो, अनि मोबाइल छ, अनि सबै कुराहरू छ क्या यसमा। बाहिर निस्क्यो भने चाहिँ सबै कुराहरू बोकेर हुन्छ क्या प्रायः। त्यही हो। अहिले अब गोल्डन विक चलिरहेको हुन्छ। अब यो बिदाहरूमा फेरि न्युन्जिनहरू फेरि सबैको बिदा हुन्छ, यिनीहरू घुम्छ नि त। यहाँ अब विदेशीहरू पनि टन्नै आइरहेको हुन्छ नि त। त्यही भएर यहाँ एकदमै स्टेसनहरू पनि प्याक हो क्या, टनाटन। त्यही भएर अब मान्छेहरू टन्नै भिड हुन्छ। अहिले चाहिँ म सिनेमा मिया स्टेसनबाट निस्केँ है। बल्ल आफ्नो ठाउँमा आइपुग्यो यार, आफ्टर 4 days। हेर्न सक्नुहुन्छ मेरो ठाउँ चाहिँ यो है। फेरि म यहीँ बस्ने हो क्या, म यहीँको लोकल हो। यो सिनेमा मिया स्टेसन चाहिँ त्यही हो। राम्रोसँग सुतेकै छैन हो म त 4 दिनदेखि। साथीहरूसँग बसियो अनि के बनाइयो के गरियो क्या। रमाइलो भयो भनौँ न। केटाहरूले खाना बनाउँछ साथी भन्दै थियो। फेरि निस्किनु पर्ने भएको मैले चाहिँ, किनभने मेरो साथी चाहिँ उता टोकियोबाट आएको रहेछ। मिल्यो भने चाहिँ म साथीलाई भेट्न जान्छु। अब यसो टाइम मिल्यो भने चाहिँ साथीको। म त आज फ्री नै हो हुन त। अब साथीको टाइम मिल्छ कि मिल्दैन भन्ने कुरा हो। मिल्यो भने चाहिँ म एकचोटि उतातिर जान्छु, मिलेन भने पनि फर्स्ट अफ अल त म रुम गएर सुत्छु पुरै। आँखा पिरो भयो यार, सुतेकै छैन हो म त कसम। यो पुल यहाँबाट भ्यू हेर्नु त यहाँको। दिस इज जापान ब्रो, दिस इज जापान। अब चाहिँ लाग्नुपर्ने हुन्छ। भोक पनि लागिसक्यो यार। बर्बाद भयो नि यार। चाबी त दाइसँगै छुटेछ नि यार। वहाँबाट 3 घन्टा ट्राभल गरेर आएको म, चाबी फेरि दाइसँगै छुटेछ क्या फेरि। यहीँ छैन, ल्याङ हुने भयो त यार। थेट साथीलाई कल गर्नु पऱ्यो यार एकचोटि। अब कता हो साथी? के गर्दै हो? केही नै। ल्याङ भयो नि साथी यार। किन? झगडा पऱ्यो नि मेरो त यार कहाँ? यहीँ स्टेसनमा। गेरा हो क्या साथी यार कसम। बाक हो कि ल कहाँ स्टेसनमा? ठ्याक्कै यो तिम्रो स्टेसन छ नि, ठ्याक्कै त्यहाँभित्र छिरेको यार। त्यहाँ 3-4 जना रहेछ अनि उहाँ त्यस्तै लफडा पऱ्यो नि मेरो त। म यहाँ बसेको देखेर केटाहरूले थाहा पाइसक्यो क्या, चाबी बिर्सेको स्योर भनेर। चाबी माग्नै बिर्सेछु नि म त। अब के गर्ने त, यहीँ बस्छु म 1-1.5 घन्टा।
टक्क के गर्ने त अब गाह्रो छ नि शुभमलाई त्यति बेलासम्म चाहिँ एउटा कफी खानु पऱ्यो यार ओ बर्बाद भयो नि म त उताबाट आगो अलिकति सुत्छु भनेको सुत्या सुत्यै भयो क्या म त अहिले 8:30 भएको छ क्या अलिकति यसो सुत्छु भनेको त पुरै भुस निदाएछु क्या अनि साथी पनि कता हो के होइन अब ठ्याक्कै 8:30 भयो अब चाहिँ म साथीलाई भेट्न जान लाग्छु ल मेरो ब्ल्याङ्केटको कभर त यहाँ रहेछ क्या हावाले उडाएको थियो क्या यो यहाँको मान्छेले चाहिँ उताबाट उठाएर यहाँ राखिदिरहेको रहेछ क्या सोच क्या कस्तो पोजिटिभ के हावाले उडाएको होला भनेर यहाँबाट उठाएर क्या यो पछाडिबाट उठाएर कस्तो मजाले त्यहाँ भित्र राखिदिनु भएको रहेछ क्या एकदमै आर्यात हो जयमास भन्न चाहन्छु म नेपाली भएको भए चाहिँ झन् उता फोहोरमा फालिदिन्थ्यो क्या अब चाहिँ म उता साथीको उता जानु लाग्छु क्वालिटी कस्तो आएको छ आई डोन्ट नो बट जहाँसम्म लाग्छ मेबी राम्रै आएको छ होला अहिले चाहिँ म साथीको घरको बिल्डिङमा छु हेर्न सक्नुहुन्छ तर बिल्डिङ कस्तो डर लाग्दो यार भूत बङ्गला जस्तो क्या भूत आउँछ क्या साथीलाई त सरप्राइज हानिदिएको नि मैले म त त्यो जापानिजको रुममा छिरेँ कि क्या जस्तो भयो क्या सुरुमा त ढोकै खुलेन यार आमामा मेरो साडीको सुज कलेक्सन यस्तो गुइएको कलेक्सन भन्छ गुइएको सुज क्या आजभोलि त म केटाहरूको रुम छिर्ने अनि सुजहरू कलेक्सन देखाउने गर्छु कि केटाहरूले यार क्यामेरा ठडायो कि बोल्दै बोल्दैन कि बाहिर फेरि यिनीहरू प्यात्तर होइन हुन्छ नि खुल्लामा ए यहाँ त्यहाँ सबै कुराहरू थाहा हुने क्या फेरि क्यामेरा अगाडि चाहिँ साथी हो यो गऱ्यो भनेपछि गरे साथी या भन्ने क्या जाने त बाहिर एकछिन बाहिर कहाँ जाने र मासु साडी मासु कि पर्छ र नहोला नि यो के हो गाईको मासु हो कि यो के हो बुता पक ठुल्ठुलो पिस भएकोलाई छैन कतैतिर यो हो क्या बुङ्गुरको यस्तो यो बुता हो अहिले अहिले त भेटनामीको पसल त बन्द भइसक्यो होला नि साडु उतातिर चाहिँ पाउँछ साडु फेरि कस्तो कि त्यो पियर चाहिँ पाउँदैन भन्छन् क्या अहिले चाहिँ अब हाम्रो लोकेसन चाहिँ अब हामीले चेन्ज गऱ्यौँ कि अब यहाँबाट नकिनेर हामी उता चाहिँ किन्छौँ है आमामा आँपहरू आएको रहेछ यार भेटनामी पसलमा यस्तो यो त कसरी खानु त यो त काँचै छ त हामी के हो यो आमामा आँप हेर्नु त आँप दुइटालाई चाहिँ 1100 इन्के यहाँ 1200 छ के भयो खालु के भन्नु तोरी छैन अरे तोरी छैन है आज चाहिँ स्पेसलै पार्टी हो क्या फेरि पार्टी त एकदमै हो क्या हाम्रो त बवाले चलिरहेको हुन्छ क्या हप्तामा 7 दिन हो क्या यहाँ चाहिँ अब अहिले चाहिँ मैले यहाँ चटपटे बनाउन लाग्छु बुवा चटपटे लभर हो बनाउने अनि साडुको चाहिँ उता एकदमै कटाइ चलिरहेछ है यहाँ चाहिँ फेरि टोमेटो उता चाहिँ साडुको फेरि निन्जिन कटिङ भइरहेछ होइन साडु एउटा कुरा देखाउँछ है फेरि हाम्रो साडु चाहिँ फेरि फुटबल भनेपछि त आम्मामा फुटबललाई तरकारी बगान ठाउँ राख्यो भनेर होइन यो राख्नु भनेकै ठुलो कुराहरूको जो कोहीले सक्दैन साडु भन न हो कि होइन त्यही नि हो कि ल कसैले सक्छ भने यहाँ किचनको अगाडि राख त कोही छ तिमीहरू छ छैन नि क्रेजी भनेको यतिको हुनुपर्छ क्या मान्छे होइन साडु है अनि जेसुकै पर्ला अनि यस्तो नि हाल्नुपर्छ साडु यो टोमेटो पेस्टहरू खाइ हेर न म फर्स्ट टाइम थाहा पाएको यार ओइसिना कोनो एउटा साडु के पुटाको के साडु लेमन जापानमा लेमनहरू यस्तो पाउँछ है एउटा मिते एउटा के साडु कटाइ त फेरि यस्तो लाग्ला फेरि यसले शुभमले के काम गर्दैन यसले क्यामेरा मात्रै ठडाउँछ त्यस्तो लाग्ला तर त्यस्तो के पनि होइन कि चटपटी चाहिँ मैले बनाएको है साडुले यो मिक्सिङ मात्रै साडुको है लाग्ने हेर्ने मान्छेलाई चाहिँ पक्कै पनि होइन यो मान्छेले वेट लेट्स गो टेस्टिङ है साडुले बनाएको चटपट के हो साडु कस्तो युनिक टेस्ट आयो यार
मान्छेले चाह्यो भने चाहिँ के गर्न सक्दो रहेछ भन्ने कुराहरू सबै कुराहरू गर्न सकिँदो रहेछ क्या है यो कुराको चाहिँ रियलाइज चाहिँ मलाई भयो क्या किनकि नियमको गएको हुँदाखेरि साडोलाई हिरागाना आउँदैन थियो क्या अब नामै लेख्न आउँदैन हो साडी कतागाना हिरागाना के बस्नु साडी के हुँदैन कि मान्छे बस्छ न के हुँदैन कि सँगै बस्ने छ काम आउँदैन थियो क्या अहिलेको भनौँ न हाम्रो ग्रुपकै सबभन्दा बढी नियमको भयो के साडी आएर अब फेरि यस्तो भनेर फेरि मेरो मलाई त यो त्यो कुरा त म मान्छु साडी त्यो चाहिँ चिकन हो कि यसलाई बेसार हालेर पहिला हाल्यो भने चाहिँ डढ्छ कि मान्छे फ्राई हुँदैन कि राम्ररी पाक्दैन कि भित्र डढ्छ मात्र तल तलको पुरै यो हुन्छ नि यो सब टाँसेको छ नि यो प्याजहरू सब डढ्छ कि मासु पनि डढ्छ अनि डढेपछि कालो हुन्छ नि त त्यो टाइप हुन्छ अब यो के भन्छ यो मर मसलाहरू टक्क हाल्यो होइन त्यसलाई पहिला टक्क पड्को तेलमा टक्क फ्राई हाल्यो अनि त्यसपछि माथिबाट प्याज टक्क हाल्यो प्याज रातो बनाएपछि टक्क तेल हाल्ने के अरे उ हाल्ने के त्यो रातो बनाएपछि मासु टक्क हाल्ने अनि मासुलाई एकछिन भुट्ने होइन मजाले नुन मात्र हाल्ने ऊ बेसार नहाल्ने कि सुरुमा अब यसलाई एकछिन ढाकिदिने मजाले ढाकिने सानो ग्यास बनाउने अलिकति सानो ग्यास बनाउने अनि बिस्तारै एकछिन पाक्छ कि मजाले होइन अब ठुलो हतियार छ भने त यस्तो यत्रो यत्रो हतियारहरू छ भने त हतियार त के हो साडो यस्तो ठुल्ठुलो मालहरू छ भने त खासै गर्नु परेन त्यस्तो अब यस्तो हतियार भयो भने त यसलाई त उ गर्नु मिलेन होइन त्यो भएर अब यसको रस चाहिँ उ हुनु पऱ्यो नि त यसरी थिच्ने यसरी नि थिच्ने यसरी यस्तो बनाउने कि थिच्ने कि यसरी 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 थिच्ने यसरी थिच्ने यो पनि यसरी थिच्ने होइन नसक्नु छ कुकरलाई यार अनि यो यसरी थिचेपछि चाहिँ यस्तो भयो नि अब काट्न पनि सजिलो हुन्छ अनि यसको रस पनि हुन्छ नि त यो रेसिपीको नाम थाहा छ कुनको मतलब यो रेसिपी त अब त्यस्तो हाम्रो यो त नर्मलै रेसिपी हो कि नर्मल चिकन रेसिपी नै हो उहरूमा बनाउने रेसिपी हो कि नर्मल होटेलहरूमा बनाउने रेसिपी हो चाहिँ अनि टक्क अब यो भयो नि त यी पानीहरू टक्क निस्क्यो नि त टक्क अब यो हाल्ने यसमा है होइन यो डढ्दैन कि फेरि यो डढाउने होइन नि त त्यो चाहिँ पाक्नु मात्र पऱ्यो कि हामीलाई यो लसुन लसुन चाहिँ यो भित्र मजाले यो छाला यो मासुभित्र मजाले यसको रस चाहिँ छिर्नु पऱ्यो कि छिर्नु परेन त त्यसकै लागि हो नि त हामीले गराएको अहिले अब यो यहाँ हामीले बेसार हाल्यो भने यो डढ्छ फेरि डढ्छ यो हाल्ने होइन अब यतिको ढाकिदिने अब यसलाई यतिकै मजाले ढाकिदिने यसलाई 5-7 मिनट जति मजाले ढाकिदिने अब यसलाई नहेर्ने कि नियमको चाहिँ नबोल्नु मलाई फेरि उता फेरि एमसी लेभलको आउँछ क्या एकैछिनमा त्यही भएर नो नियमको अन्ली नेपालको चटपटे योवाला चाहिँ हुन्छ नि यो चाहिँ एउटा नेपाली रेस्टुरेन्ट टाइपको खोलेर त्यसमा बेच्नुपर्छ भन्छ कि दाइले यो वाला चटपटे कि रो गएको अगाडि एउटा नेपाली मान्छेले साइकलमा मोमो चाउमिन बेच्न आउँछ साडो उसले पनि भर्खर भर्खर अब हाम्रो गएकोमा त नेपालीहरू टन्नै छ नि त श्रीलङ्कीहरू पनि डेन्जर मन पराउँछ कि फेरि एउटा यतातिरको नेपाली रेस्टुरेन्ट छ त्यहाँ त बसेर खाने ठाउँमै हुँदैन कि साडो जो पहिला गयो त्यसले मात्र खाने कि त्यसपछि अरूले चाहिँ पाउँदैन कि चाउचाउ खायो भने मात्र पायो नत्र त्यहाँ अब 40 मिनटको के हुन्छ साडो भ्याउँदैन नि त अब उनीहरूलाई खाना दिनु पऱ्यो त्यति धेरै सिट पनि छैन कि भनौँ न कति लगभग त्यही हुन्छ नि मान्छेले 20-22 जना मात्र बस्नु मिल्छ नि त अब त्यत्रो मान्छेहरू हुन्छ कहाँ 20-22 जनाले त अनि ल भन त एउटा जपनिज पनि आउँछ साडो एउटा जपनिज पनि आउँछ कि आजभोलि त जपनिज पनि मोमो खान उफार लिएर कि त्यो टाइपको हुन्छ नि बोकेर ल्याउने त्यो ल्याएर बेच्नु बस्छ त्यही बाटोमा एकैछिनमा 4-5 मानको कमाइ हुन्छ साडो अनि 30 आधा घन्टा लाग्दैन साडो उसले पैसै लिँदैन फेरि मासाले त्यो नेपालीले किन साला कोले त चोरेर त्यतिकै साला घाइ भाँचिन्छ त्यत्रो मान्छे घप्पै एकैचोटि झ्यामझुम जान्छ कोले उठाउँछ थाहै हुँदैन कि साडो त्यहाँ त्यस्तो टाइप हो कि एकैचोटि 4-5वटा कसले लिएर हिँड्छ थाहै हुँदैन यस्तै गर्नु भएन है जे जस्तो भयो नि अब उसको मेहनतको कमाइ हो नि त त्यस्तो गर्नु नगर है केटाहरू अब नयाँ आएकोहरू झन् बर्बाद बनाएको छन् होइन यस्तो कि जे जस्तो भयो नि अब उसको मेहनतको कमाइ हो नि त अब उहाँबाट यार मान्छेले अब जापानमा अब सबैलाई थाहा छँदैछ नि त टाइमको भ्याल्यु हुन्छ क्या अब टाइम अनुसारको अब पैसा आउँछ नि त त्यही भएर चाहिँ त्यस्तो नगर केटा हो
सकेसम्म चाहिँ पैसा देऊ है बरु थपेर देऊ क्या केही हुँदैन क्या केटा हो यार मेरो साडीको सुज कलेक्सन चाहिँ हेरौँ न यता केही बोलिनँ क्या म त निशब्द भयो क्या 5 भोलि चाहिँ फेरि म रुम छिरेर यसो केटाहरूको सुज कलेक्सन देखाएर हान्छु क्या अब कति छ रहेछ 1 2 3 4 5 6 7 भयो नि यसले 8 9 10 11 12 आम्मामामा 12 सबसे महँगो भनेको उताको त्यो नाइकीको के साडी यो है महँगो साडीको अहिले चाहिँ पुरानो भइसक्यो तर एकदमै महँगो हो क्या फेरि तर एकजनाले 12वटा जुत्ता लाउन त 12 दिन के 1 महिना पालै पुग्दैन क्या साडी दाबी केटाहरूले यस इन्भेस्ट चाहिँ यतातिर गरेर आएको छ है फेरि जुत्ता चाहिँ अब गर्नै पर्यो नि जुत्तामा त इन्भेस्ट चाहिँ गर्नै पर्ने हुन्छ अब के गर्नु होइन दामी भएर अरूमा त गर्न सकिने थोप्रादेखि साला कुच्चेकै देख्छ जस्तो परिहाल्यो के गर्नु होइन त्यस्तै पनि ठिक छ यस्तो यस रमाइलो चाहिँ गर्नुपर्छ लाइफमा यस्तो मेन कुरा भनेको चाहिँ अर्काको लागि चाहिँ नराम्रो सोच्ने होइन कि कहिले पनि क्या मेन कुरा चाहिँ नियङ्गो गएको हुँदाखेरि चाहिँ हामीले त्यो भ्लगिङ पनि स्टार्ट गरेनौँ आउट कुराहरूमा जे रमाइलो चाहिँ भयो हुन त तर यस्तो मेमोरीहरू क्याप्चर गर्न चाहिँ सकेनौँ क्या हामीले हो कि होइन त्यति बेला चाहिँ हाम्रो कति धेरै मेमोरेबल कुराहरू भएको थियो क्या तर हामी चाहिँ क्याप्चर गर्न सकेनौँ क्या गरौँ न भेटौँ न कुनै त्यतिखेर यस्तो भयो कि साडो त्यतिखेर के भयो भन्दा सुरुमा आउँदाखेरि त्यस्तो राम्ररी ऊ पनि जापानको विषयमा पनि त्यस्तो इन्भाइरोमेन्टमा त्यस्तो घुलमेल भएन कि नारीहरू भएन कि ट्याक्कै हुन्छ नि त त्यो पनि नियन्जिनहरूले केही भनिहाल्ने पो हो कि छ नि त अहिले पनि छैन त ट्रेनहरूमा त्यस्तो भिडियो सिडियो बनायो भने हुन्छ नि त छ नि त आफूले के चुके गरेर गऱ्यो भन्छ बोल्नु सक्यो भने त उनीहरूले केही भन्दैन होइन जे यताउता भयो भने त हामीलाई केस हालेर फेरि ल्याम्मै लाएर उतातिर चुकामाहरू मारिहाल्छ फेरि आज नेपाल नो अन फुतारी गाएको सेवा केसा जुगा चुखा मात्रै इमा आवाज कुन्ना देउतानी नातेहरू भन्यो त्यही हो तर त्यति बेला चाहिँ हामीले अब धेरै कुराहरू अब क्रिएट गर्नै सकेनौँ क्या अब लाइफको होइन सबभन्दा मेमोरेबल पल भनेको नियङ्गो गएको रहेछ क्या यसको के हुन्छ भन्दा चिज भनेको अब यो हुन्छ नि ट्याक्क यसको हड्डी सड्डी यो हुन्छ नि त ट्याक्क छुट्टियो नि त हेर त यहाँ हेर नि यहाँ यो हेर न यो टाइपको के यो टाइपको के टक्कै हेर न टक्कै चलाउने अहिले अब एकछिन चलाउने अझै एकचोटि फर्काउने कि यसलाई अब तलको तेल निस्किरहेको छ अब बिस्तारै हुन्छ नि पानी पनि निस्केको छ अब मासु चाहिँ मजाले पाकिसक्यो भनौँ न होइन अब यसलाई चाहिँ अझै एकछिन 2 मिनट जति मजाले पकाउने अब खाँदाखेरि तिमीलाई त्यस्तो टेस्ट आउँछ कि हुन्छ नि अरू बेला कस्तो हुन्छ नि अब मासु चाहिँ पहिला हामीले नियङ्गाकामा पकाउँदा चाहिँ कुरुम टाइपको हुन्थ्यो कि भनौँ पकाउने हाम्रो त्यो सन्दीपले तर उसले फास्ट 5 मिनटमा बनाइदिन्थ्यो मोटेले है फेरि मोटे भन्यो भने रिसाउला फेरि 5 मिनटमा त उसले बनाएका छन् हुन्छ नि मासु होइन उसले जे पनि 5 मिनटमा बनाइदिने कि मासु सासु जेसुकै होस् उसलाई मतलब छैन तर उसले बनाउने तर 5 मिनटै भित्र बनाइदिने कि 5 मिनटभित्र पाकेको मासु कस्तो होला ल भनेर खै अब मिस छ धेरै केटालाई के अन्त सम्झिन चाहिँ सकिन्छ एक दिन भेट्नु चाहिँ पर्छ त्यो केटा हो यतिको साथी चाहिँ पाउनुपर्छ है लाइफमा केटा हो है पाक्दैछ है रेसिपी भन्दैछ अब यता बुङ्गुर पनि अब अर्कोवाला पनि उहाँ पनि बनाउने हो के साह्रो उहाँ एकचोटि यता हेरेर भनिदेऊ न उहाँ के उहाँ बनाउनु बाँकी छ क्या चोचे है चचे पनि बनाउनु बाँकी छ चचे फेरि हाम्रो साडुलाई चाहिँ बेस्ट मनपर्छ भन्छ कि तर फेरि अब बनाउनु चाहिँ मलाई अलि आउँदैन कि चचे फेरि मलाई होइन लाइफमा होइन खाना बनाउन सिकाउने मान्छे मेरो साडु हो क्या मलाई लाइफमा केही पनि आउँदैन थियो क्या लाइफमा भने त म जापान आएँ अनि साडु 3 दिनसम्म त मैले उता साथीहरूकै रुममा खाएको क्या सुरुमा आउँदा अनि त्यहाँपछि कस्तो भइदियो कि प्रिन्सिपलले त किन केटीहरूको रुममा गएको भनिदियो क्या मेरो कन्सल्टेन्सीबाट आएको केटीहरू थियो क्या अनि तिनीहरूसँग खाने दिदी बहिनीहरू थियो क्या अनि तिनीहरूसँगै खाएको त किन गएको हस्टेलमा भनेर अर्को दिन त गएकोमा फोटो नै देखाइदिइरहेको ल सिसिटिभी क्यामेरा होइन त्यो फुटेजहरू हुन्छ नि त्यो देखाइदिइरहेको थियो अनि मैले अब सेन्से यस्तो भएको थियो मलाई खाना बनाउनु पनि केही पनि आउँदैन यताउति भएर मेरो दिदी बहिनीहरू त्यही भएर गएको भनेको अनि सेन्सेले के भन्नुभयो कि जे जस्तो भयो नि अब जापान जस्तो ठाउँमा सबै कुराहरू आफैले गर्नुपर्छ त्यही भएर गामबात्ते गर सिक होइन तँलाई पछि पनि काम लाग्छ भन्नुभयो क्या त्यहाँपछि मलाई चाहिँ रियलाइज भयो कि हो यार हो जस्तो पनि लाग्यो क्या अनि मैले एक दिन खाना बनाएँ क्या अनि त्यहाँपछि फेरि त्यस्तो मिठो लागेन क्या साडु यार फर्स्ट टाइम आफूले बनाउँदाखेरि त अब त्यस्तो कस्तो कि भित्रैबाट अब प्राउड फिल चाहिँ भएको थियो क्या वाउ यार
मैले बनाएँ है भन्ने जस्तो भएको थियो तर त्यो टेस्टै आएन क्या साडु त्यही भएर अनि त्यहाँमा चाहिँ अब हामी सबैजना एउटै होस्टेलमा थियौँ रुम चाहिँ छुट्टा छुट्टै थियो तर किचन चाहिँ एउटै थियो क्या हाम्रो अनि त्यहाँबाट चाहिँ हामीले बिस्तारै बिस्तारै अनि साडुले चाहिँ सबै कुराहरू क्या साडु यस्तो यस्तो गर्नुपर्छ चामल यति हाल्ने दाल यति हाल्ने पानी यति हाल्ने भनेर सबै कुराहरू सिकायो अनि त्यहाँबाट चाहिँ हामीले बिस्तारै बिस्तारै सबै कुराहरू गऱ्यौँ नि बेसार हाल्यो है बल्ल बेसार हाले अब हेरेँ यसको बल्ल कलर आयो नि त अहिलेसम्म सेतो थियो नि त अब कलर आयो यसको होइन त्यो कलर चेन्ज भयो अब कलर चेन्ज भयो यो लाग्छ त्यस्तो हाल्नु पऱ्यो नि त होइन त्यो के हो साडु खासमा यो चाहिँ अलिकति स्पेसलवाला हो स्पेसल मसला हो मसलै हो भन्न मिल्छ कि मिल्दैन अडियन्सलाई त्यो चाहिँ मसला हो चिकनमा हाल्ने मसला स्पेसल होइन त्यो चाहिँ अब चिकन मसलै भनौँ न चिकन मसलै हो तर अलि अर्कै खालको भेराइटी हो कि त्यो स्पेसल मगाएकोवाला हो कि स्पेसल मगाएको आउनु त पाउँछ त्यो पाउँछ तर जापानमा चाहिँ अलिकति गाह्रो गाह्रै छ त्यो पाउनु चाहिँ साडुलाई फेरि यो मनपर्छ भनेर यो चाहिँ हालिदिनु पर्छ कि भन्ने कुरा क्याप्सिकम एउटा चाहिँ हालिदिनु पर्छ साडुलाई लास्ट मनपर्छ यो चाहिँ माई फेभरेट हो क्या क्याप्सिकम यसलाई चाहिँ अब साडुले मन पराउँछ भनेको भएर मात्र यो त्यसमा हालिदिनु लगाएको भनौँ न स्पेसली मेरो लागि है ल यो चाहिँ मैले खासै चाहिँ गरिदिनु तामानी तामानी चाहिँ काउयाके हो तामानी फेरि कहिले काहीँ हो है फेरि नबुझ्न सक्छ जापानिजहरूले फेरि यो मन पराउँदैन नि धनिया जान धनिया है के खाँदैनन् तिनीहरूले जापानिजमा योलाई चाहिँ जापानिजमा पाकुची भन्छ पाकुचिया उनीहरूले मन पराउँदैन कि उनीहरूले चाहिँ खै के हो बरु यो पाकुचीको सट्टा उनीहरूले चिनी हालिदिन्छ क्या पाकुचिको सट्टामा चिनी चाहिँ हालिदिन्छ कि उनीहरूले चिनी फेरि चिनी लभर हो क्या उनीहरू त मिठे कुरामा चिनी चाहिँ न्युङकोमा हिन्दीमा मिठा भन्छ नि जापानिजहरू चाहिँ फेरि मिठा हो क्या मिठा देना टाइपको क्या अहिले चाहिँ यस्तो हुँदैछ अब एकैछिन यसलाई हल्का एकैछिन के त्यस्तो धेरै पनि होइन धेरै ढाक्यो भने पनि त्यो हुन्छ नि त अब भर्खर मालहरू हुन्छ नि त बन्दैछ रेसिपीलाई चाहिँ हल्का चाहिँ हुन्छ नि त माथिको उहरूलाई चाहिँ हाफ बोइल टाइप स्टक्क मात्र दिने हो त्यसपछि हामी चटपटतिर पनि लागिन्छ अनि ऊ पनि गरिन्छ चिउरा चाहिँ कहाँ खायो फेरि जापानिज टोइरेहरू देखाइदिउँ कि साडु फेरि जापानिज टोइरेहरू चाहिँ यस्तो टाइपको हुन्छ है किनकि अब रुमहरू लिँदाखेरि चाहिँ यस्तो कुराहरूमा एकदमै ध्यान पुर्याउनु होला यो चाहिँ तोइरे भयो यो चाहिँ अब भइहाल्यो अनि यो ओफ्रो भइहाल्यो हाम्रो यस्तो हुन्छ दामी खालको हुन्छ भनौँ न यो त्यही हो तर साडुको रुममा वाइफाई पनि रहेछ यार यो वाइफाई हो है फेरि मेरोमा साडुको सबै छ सबै छ नि चाह्यो भने अरू पनि हुन्छ फेरि ऊ भाइब क्या भाइब हेर न भाइब एकचोटि भाइब देखाइदिनु कि क्या साडु यार देखाइदिउँ यहीँ छ त ऊ त्यहाँ हो कुन साडु ऊ त्यो के हो रिमोट ऊ यहाँ रिमोट के हो रिमोट ए ल है 1 2 3 लाइट अफ गरिदेऊ न साडु ल 1 2 3 तल गर नि तल अन भएन ए अर्कै अन भइरहेको रहेछ नि त यहाँ त अनि या भाइ वा यो हो कि साडी जोडेको रहेछ भनौँ न यहाँ जोडेको रहेछ यसलाई चाहिँ यहाँ जोडेको एकचोटि आँखा चिम्म गर्नु है आँखा चिम्म ल हाई भाइ यो हो कि लाइफ्स यो भाइब्स हो अब यो चाहिँ अब जस्तो गर्नु नि मिल्यो क्या यो चाहिँ फेरि हरेक कलर छ यहाँ फेरि कलरहरू चेन्ज अप्सन छ कि कहाँ गयो अप्सन चाहिँ आएन त ए आमा खायो नि मार्केट रातो पनि आउँछ फेरि अब मलाई चाहिँ बेस्ट चाहिँ मेरो ब्लू हो क्या ब्लू कलर मात्रै हो है फेरि अरू के नसोच्नु होला फेरि ए कलर मात्रै हो क्या है त कलर पनि छ कि फेरि पछि नातिरुवा दे ल नातिरु अहिले रेसिपी बन्यो है यो भनेको अब लास्ट फाइनल रेसिपी हो कि यो स्टक्क मानन्जन पिस चाहिँ अलिकति हामीले काटिए नै हालेर चाहिँ उहाँबाट जस्तो पिस बनायो त्यस्तै पिस गऱ्यौँ होइन अब चिउरा चाहिँ यहाँ हामीले कहाँ छ भेटिएन अहिले चाहिँ तर खोज्नु चाहिँ पर्ने हुन्छ चिउरा चाहिँ टक्क लाएर वेट लाएर लाइट बाल्छ है साडी म स्टक्क लाएर यो वाला कि फेरि लेग पिसवाला टाइप पनि हो कि यस्तो वाला कि मिठो भएको छ यार साडुको चटपट फेरि यस्तो वान छ कि
अब चटपट चाहिँ पसल खोल्नु पर्ला हामीले अमिलो हाल्यो नि छाडु अमिलो हालेन नि चाडु यार त्यतिकै मिठो भयो त्यही नै मिठो भएको छ क्या त्यही भएर समथिङ मिसिङ चाहिँ भएकै थियो क्या साडु अमिलो चाहिँ हामीले बिर्स्यौँ क्या मिठो भएको कि फेरि है यो हातले बनाएको अन्त हातले कस्तो सेक्सी छ क्या फेरि एभ्रिडे एडभेन्चर क्या अमिलै नहालिकन मिठो बनाइदिएको भनेपछि त्यो त अचम्म भयो पहिलेको अमिलो लाग्यो क्या हो त्यही होला साडु ओइ सी